Hello everyone, welcome to my vlog, welcome to my YouTube channel, Elisa Maharjan channel. आज चाहिँ हामी सुन्दरी जलको यात्रा गर्दैछौँ होइन। अनि एकदमै मौसमले नै च्यालेन्ज गरेको छ, पानी पर्न लागेको भएर हामी चाहिँ गाडीमै जाने प्लान गर्यौँ होइन। यो चाहिँ हाम्रो एकदमै काठमाडौँबाट नियर एकदमै नजिक है, आधी घन्टामै पुगिने ठाउँ। 25 देखि 30 मिनटको राइडमा पुग्यो हामी चाहिँ, किनभने शनिबारको दिन खाली भएर हो। आफ्नो डिस्टेन्स अनुसार चाहिँ टाइम लाग्छ होइन। अनि यहाँ चाहिँ हरियाली होइन, अनि काम गर्ने बेलामा जति बाजे जुधे पनि होइन, अनि घुम्ने बेलामा चाहिँ एकदमै मिलिन्छ क्या सबै कुरामा। अनि काम गर्दा जति मनमा राखिन्न नि त, उसले हामीलाई भन्छ, हामीले उसलाई कहिलेकाहीँ तलमाथि त हुन्छ, जीवन यस्तै नै हो, तर पनि मनमा राखिन्न के यस्तो कुरा चाहिँ। अनि जब हामी काम गर्ने ठाउँमा धेरैजना हुन्छौँ नि त, केटी मान्छेहरू धेरैजना हुन्छौँ, अनि एकले अर्कालाई प्वाक्क बोल्यो भन्यो होइन, तर मनमा चाहिँ राखिन्न क्या। अनि उडाइदिइहाल्छौँ, एकैछिनमा डिलिट भइहाल्छ क्या त्यो कुराहरू। रिसिभी पनि हुँदैन, डाहा पनि हुँदैन क्या। अनि हामी चाहिँ प्रकृतिसँग रमाउँदै, म चाहिँ नाच्दै छु क्या, जहाँ गयो भने मलाई चाहिँ रमाइलो गर्नुपर्ने हुन्छ, अलिक नक्कल पनि पार्छु नि त धेरै नै। अनि त्यसपछि चाहिँ हामीले एकदमै रमाइलो गऱ्यौँ है। अनि त्यसपछि हामी नेचुरलसँग रमाउँदै नाच्दै गाउँदै कति रिफ्रेस भयो क्या। अनि हामीलाई चाहिँ कसैप्रति रिस डाहा ईर्ष्या कतै भएन भने चाहिँ मन चाहिँ स्वतन्त्र भएर त्यो हुन्छ नि, खुला देखिने चाहिँ मुस्कान हाम्रो अनुहारमा हुने रहेछ क्या। अनि त्यसपछि हामी घुम्दै होइन, यहाँ नाच्दै हाम्रो कति, हामी काम गर्दा हामीलाई कति हुन्छ नि त, तैपनि त्यस्तो टेन्सनहरू हुँदैन क्या। अनि शान्ति आनन्द रिफ्रेसमेन्ट, हावा खोला जङ्गल हेर्नु न कति राम्रो। अनि फुलहरू जताततै फुलेको गाउँको भाइब्सहरू आउने क्या। अनि मलाई एकदमै मन पर्यो, अनि एकदमै रिफ्रेस भयो। अनि हामी फर्क्यौँ, बाई बाई।